छ दुईटा ल्याउने भनेको खाइसकिँदैन भनेर एउटा मात्र लिएर भर्खरै बस्नु भएको छ हेरौँ कस्तो छ यो चाहिँ अमिलो छ अस्ति चाहिँ मोलेर खाएको थिएँ त्यो चाहिँ मैले भिडियो बनाएँ आज चाहिँ घाममा बसेर खाने भनेर यो कस्तो छ ल हेरौँ मैले जस्ट मिठै त होला नि होइन काटौँ न यो ल नुन खुर्सानी आइपुगेको होइन त कडक छ कडक मिठो मिठो तितो तितो बास्ना आइरहेको त सेम निबुवालाई यसरी चिर्छ हामी गाउँमा पहिला त्यस्तै भएछ त यता ठ्याक्कै गुलियो भए चाहिँ मिठो हुन्थ्यो कि अमिलो मात्रै भए तितो मात्रै भयो भने त के मिठो हुन्छ होला र बल परेको छ निकाल्नलाई रातो खालको रहेछ खै यो त रातो खालको रहेछ अलिक गुलियो हुन्छ होला यो त सेतोभन्दा रातो अलिक गुलियो नै हुन्छ तर यो त ठुलो हुनुपर्ने रातो खालको त मसिनो छ खै तितो होइन यो चाहिँ झन् मिठो हुन्छ रातो चाहिँ ठुल्ठुलो हुन्छ नि यो त अमिलो हुन्छ यो अमिलो हुँदैन यो अलिक गुलियो हुन्छ जस्तो लाग्यो मन कृष्णकोमा थियो त तपाईँ र मैले खाएको होइन एउटा टिपेर रातो थिएन रातो थियो खै म चाहिँ सेतो थियो जस्तो लाग्छ रातो र ठुल्ठुलो खालको हुन्छ नि लप परेको बेलामा बेच्नु होला नि लप परेको बेला त्यतिखेर लप परेको बेलामा त त्यो अरू कुराको ध्यान हुनु पर्यो नि मतिर मात्रै ध्यान के गर्नु त्यस्तो ल बधाई छ बधाई पनि चाहिँदैन मलाई दामी छ जसी रातो खालको हुन्छ दल रातो खालको होइन सेतै खालको त्यो अघि कडक छ त कडक चाख्दै त दामी छ भोकटे जाडो महिनाको भोकटे हाम्रोतिरको भोकटे कस्तो हुन्छ आफू आफै गर्दै खामौ चोक्दै तितो हुन्छ क्या नानी फेरि त्यो कसी गर्दा खै एउटा सानो अमिलो छैन अमिलो छ अस्तिको जस्तो कस्तो निकाल्नै गाह्रो हुने रहेछ निकाल्न त यो एउटा तेस्रै निकाल न छोरी हुन्छ यहाँले उमा आफै केलाउँछ अब अमिलो छ कि कसो छ ट्राई गरौँ न सरिन सरिन तामा पनि हालेर तिमीले तामा छैन अझ उता उता सर्दैछु मौसम अनुसारको चाहिँ फलफुल खानुपर्छ अरे क्या त्यही भएर चाहिँ म चाहिँ अलि बिरामी छु होइन त्यही पनि खाइरहेको मौसम अनुसार फलफुलले खासै असर गर्दैन र क्या भन्छ राखेँ है मैले त भोगटे खान लागेको छु म त बोल्नु भयो भने बोल्नु
म अर्किन गर्न थाल्नु नि त यो रातो ढुङ्गा खाए सेतो विचार मान्छे जानु म जान्छु मलाई हुन्छ बुझ्ला म ग्लास पनि यार त्यस्तो अमिलो पनि होइन गुलियो पनि होइन रातो खालकै भोगेर मिठो हुन्छ हौ सेतोभन्दा ठुलो हुनु पनि तर अलिक सानो राखेको एउटा निकाल्दा त फेरि नुखुरेसँग मिठो हुन्छ र नुखुरेसँग ठिक छ ठिक छ म त अलि उति चाहिँ बोल्नु हुँदैन नत्र भने मैले यहाँ गाउँ थर्काइसक्थेँ बोलेर दुख्छ अलिक कसेर बोल्यो भने फेरि मैले त दुख्नेको औषधि खाएको छैन त्यो नर्मल भनेको सिटामोल एकचोटि चोपेर खाइहेरौँ न खुर्सानीसँग चाहिँ टमाटर पनि हालेको है क्या तपाईँले केही पनि हालेको छैन मात्र हो क्या अचार कुटेको ठाउँमा सुके खुर्सानी पनि चाहिँ मिसाएको हो रहेछ जे भने मिसाएको अलिक पुग्दैन कि रोएर सिधी हाल्छ हुन्छ नि दुई हेरिदिएर मात्र हो क्या यति खानु चिदो पो हुन थाल्यो मलाई त अहिलेसम्म त गुलियै थियो एउटा त धेर खानु सकिँदैन धेर खानु हुँदैन क्या मिठो हुँदैन थोरै खानु अस्तिको चाहिँ मिठो थियो अहिले ए तिन जति ल्याएको थियो मैले योभन्दा ठुलो थियो है अलिक मैले त अझ अर्को पनि ल्याउने भनेको त सोचेको थिएँ यो चाहिँ गाह्रो हुने रहेछ खाएपछि मिठो हुँदैन नि त मौसम अनुसारको फलफुल खानुपर्छ र बिरामी हुँदा पनि केही हुँदैन भन्छ हुन त हो के अस्ति खाएको है त्यहाँ सारेर पिरो दह्रो खानु हुन्छ नि त त्यहाँनिर सारेको थियो क्या अस्ति जब 12-13वटा खुर्सानी हाल्नुहुन्छ त्यो पनि डल्ले पिरो दह्रो हाल्नुहुन्छ त्यति त मेरो आज व्रत हो क्या आज पूजा गर्ने छ त्यही पनि सधैँ लिनु गएको कोदाल लिएर अचारलाई मेरो कोदाले छ हाटपुकलाई हाटको यस्तो भाँच्यो कि ठ्याक्कै मिलेर सम्झेर भाटो लगाएर कहाँबाट आएको है तपाईँलाई यहाँ सिक्न बसेको यहाँ भाँच्यो ल अघि नै हिँडेर लागि आटो त ठाडै त हुनु पो त्यो जुठो छ नि त उनीहरूको अहिले कसको जुठो दिदीको तिहारमा हजुरबा ससुरा बित्यो हजुरबा ससुराको दाजुभाइ बितेको अनि छेत्री बाहुनको अन्त तितो अमिलो दुइटै भयो मलाई त अहिलेसम्म त सुरुमा त छैन मलाई त छ त मिठो भइरहेको छ त यहाँ त बदाम भाँचे हुन्थ्यो बदाम अस्ति खोस्टा पारे सुन्तला पनि आएको त के तर अस्ति त गुल्दै थियो सुन्तला पनि कोही बात नहीं
मलाई त पिरो पनि धेरै चाहिँदैन पुग्दैन कि दा भनेर सुरेको छ नि हाल्यो भने सिधी हालेर दिथ्यो नि त नि ठोसन त टनकै नै ल्याउनु भएको रहेछ अनि त अमिलो पनि भयो तितो पनि भयो त्यो छैन है धेर खाने पनि हुँदैन अब एउटा त्यस्ता बाँकी रहेछ घाममा बसेर भोकटे कुनै ठाउँमा त यता के शङ्खत्रा हाम्रो त शङ्खत्रा पनि भन्छ यसलाई त मैले त यो भोगटे काठमाडौँ आएर थाहा पाएको काठमाडौँ आएर थाहा पाएको त आएको अन्त शङ्खत्रा भन्छ यसलाई त हाम्रोतिर भोकटे पनि भन्छ शङ्खत्रा पनि भन्छ ए शङ्खत्रा होइन फोक्से भयो क्या फोक्से फोक्से चाहिँ भन्छ हाम्रोतिर हुँदैन सिन्धुलीमा भोगटे हुँदैन हाम्रोतिर हुँदैन तपाईँहरूतिर निबुवा त हुँदैन हाम्रोतिर हुँदैन के थाहा मैले चाहिँ बिमिरो चाहिँ हुन्छ त्यो माथि बिमिरो त धेरै अमिलो हुन्छ जङ्गलमा हुन्छ क्या बोक्रा चाहिँ फेरि क्या दामी हुन्छ नि गुलियो भने उयो जस्तो बोक्रा है मिठो हुन्छ त्यो चाहिँ जङ्गलमा त हुन्छ माथि जानुपर्छ के सबै सिधै दिएको छ एक दुईचोटि देखेको छु क्या मैले त्यो पनि एक दुईचोटि खाएको छु क्या बिमिरो पनि हाम्रो मितदाले बाख्रामा लिएर आउँदाखेरि टिपेर लिएर आउनुहुन्थ्यो अनि हामी चाहिँ निबुवा लान्थ्यौँ नुन खुर्सानी ल्याउँथ्यो आन्टीले चाहिँ निबुवा पनि चोरे